हेलो गुड मर्निङ तपाईँ गुड मर्निङ भनिदिनु आज चाहिँ हामी हो यहाँ अब लन्चको लागि के बनाउँछ भने चाहिँ होइन फुलकोपी र आलु बनाएको यो सिम्पल प्रकारको लसुन हाल्यो प्याज हाल्नु अलिक हाल्नु हल्दी सिम्पल प्रकारले कसरी पकाउँछ हेर्नु चाहिँ अलिक टाढोबाट गर्नु यो जल्दैन यो चाहिँ सिम्पल प्रकारको हल्दी हाल्यो हो त्यो हुने जलसँग चाहिँ हामीले के रेडी पारेको छ म देखाउँछु यो हल्दी हालेर भुट्ने जलसँग टमाटर काटेर रेडी हो अन्त यो फुलकोपी हो फुलकोपी र आलु बनाउने हो यो फुलकोपी अघि नै काटेर यहाँ एकदम धोएर रेडी पारिरहेछ फुलकोपी र आलु बनाउने हो पनि बनाउने हो तर यो चिकन चाहिँ हाम्रो साथीले बनाउँछ कस्तो हुँदैछ हेर्नुहोस् उयो लगाउनु टमाटर अब यो के हो प्याज चाहिँ अलिक खरेपछि टमाटर हालेर हाल्नुपर्छ हो ए आज चाहिँ हाम्रो सब्जी चाहिँ नुमाले बनाउँदैछ सुबिनी क्या मेरो भिडियोको सुबिनीले बनाउँदैछ हो कस्तो हुन्छ भरे भन्छु म यो लगाउँ टमाटर हाल्छ अब हाल्दैछ रेड चिल्ली पाउडर भयो ल भयो नुन त मात्र हाल्छु त म त हालिहाल्नु म त हालिहाल्छु यो हावा आयो नमक हालेर यसरी चलाएर हो यो टमाटर र प्याज सबै एकैचोटि मजाले फ्यात्तक्कै गरेर पकाउनुपर्छ अब चाहिँ यो टमाटर र प्याजलाई चाहिँ फ्यात्तक्कै गरेर पकाउनुपर्छ अब यसरी फ्यात्तक्कै पाकिसक्यो हो अब यसको बादमा चाहिँ आलु हाल्नुपर्छ बस्तीको आलु मसिनो बस्तीको आलु हो यो कहाँको हो भनिदिनु त ट्यापी मङ्सिलाको आलु बस्तीको यो हाम्रो ट्यापीले ल्याएको मजाले चलाउनुपर्छ कराईमा अट्छ कि फुलकोपी पनि बेसी भयो त क्वान्टिटी कति बेसी बनाएको अन्त म त यो मासुमा पनि लाउँछ भनेर नि आलु ठिकै छ भरेमा भरे बेलुका तेन्जिङहरू हुन्छ ए फुलकोपी पनि लगाइहाल्नु लगाइदिनु है म चाहिँ फुलकोपी बोइल गरिकन बनाउँछु यो चाहिँ बोइल नगरी बनाउँदा पनि हुँदो रहेछ हो अन्त यो चाहिँ डाइरेक्ट बोइल गरेको छ भने चाहिँ आलु अलिक भुट्नुपर्छ हो अन्त यो किनभने फुलकोपी बोइल गरेको छैन त्यही कारण सँगै हालेको राखौँ है आदि बेसी होला हौ बेसी हुन्छ मजाले मिक्स गर्नुपर्छ यसरी चलाएर जोकोलाई पनि खाना पकाउनु आउँदैन नि यो प्रकारले सजिलो परेर पकायो भने चाहिँ मतलब मसलाहरू केही नहाले इजी छ पकाउनु कतिजनालाई त बनाउनु आउँदैन नि त भन्नु न सो कोपीको बारेमा कोपी आलु मनपर्छ तपाईँलाई अहिले चाहिँ मनपर्छ प्रायः आलु फुलकोपी त सबैको फेभरेटै हुन्छ हो मैले चाहिँ धेरै कम्ती देखेँ जो आलु फुलकोपी नमन पराउनु चाहिँ टाइममा चलाउँदै यसरी पकाउनुपर्छ हो तेल कम्ती भएछ यो तेल त हाल्नु हुँदैन गनाउँछ नि होइन ठिकै हुन्छ अहिले पानी सुकेर कम्ती हालेको ठिकै छ मासुमा हेर्नु त कस्तो टेस्टी यमी यमी देख्दैछ अब फाइनली यो फुलकोपी चाहिँ पाक्यो अब खाएर भन्छु कस्तो टेस्ट भएछ भनेर यो चाहिँ हाम्रो ट्यापी सुब्बाले बनाएको